हो भाइहरू यो सार्वजनिक ठाउँमा बाइक हुइहुइ पारेर किन डिस्टर्ब गरिरहेको छ मान्छेलाई ओ इन्सपेक्टर साहब तपाईँका आँखा के घुप्ची पडिया छन् कि तपाईँका आँखामा फुला परेका छन् सायद तिमीलाई रतन लागेको जस्तो छ इन्सपेक्टर ए इन्सपेक्टर यो एरियामा आइसकेपछि आफ्नो काम गर्ने पेसा गर्ने र खुरुखुरी जाने दादाहरूको मुखमुखै लाग्ने होइन मुख सुकी यस्तरी कुच्चिने गरी खानुलाई फेरि सायद तपाईँ यो ठाउँमा नयाँ हुनुहुन्छ जस्तो लाग्यो मलाई हो हजुर म नयाँ पिकनिक खान आएँ म गइजान्छु ए इन्सपेक्टर साहब म जोसिन्न दादा जोसिउ न भने जोसिन्न जोसिन्न दादा म जोसिन्छु जोसिउ न